अब यो सबै कुरा हेर्दा मैले तर के देखेछु भने भुइँ मान्छे राष्ट्रवादी मान्छे को हो तपाईँले 4-5 वटा कुरा तपाईँलाई म भन्छु। सबभन्दा पहिले आफ्नो पहिचान लुकाउनेलाई हामीले प्रधानमन्त्री मान्नु हुँदैन। प्रधानमन्त्री लुकाउने हर्क साम्पाङले आफ्नो पहिचान लुकाउँदैनन् हेर्नुहोस् है। तर बालेनले आफ्नो पहिचान लुकाइरहेछन्, लुकाउनलाई ऊ खुसी हुन्छन्। त्यसो भए यसमा शङ्का गर्नुहोस् है। एउटा अर्को के छ, संस्कृति रीतिरिवाज भुइँ मान्छे। बालेन भनेको चन्द्रलोकको नेता हो क्या, यो पृथ्वीलोकको नेता होइन। किनभने उनी मान्छे चाहिँ भेट्दैनन्। तपाईँले भेट्नु भएको छ अहिलेसम्म बालेनलाई? भेट्नु भएको छैन नि त। चुनावभन्दा अगाडि भेटियो। त्यही त, त्यसबाट ऊ त सामन्ती प्रवृत्ति देखायो नि त। त्यही भएर किन उनी मान्छेलाई नभेटे सामन्ती प्रवृत्ति हो। तर त्यो सामन्ती प्रवृत्ति त हर्क साम्पाङको छैन। त्यसो भएपछि त्यस मामलामा पनि सामन्ती हो कि होइन भन्ने कुरा हेर्दाखेरि उसको त हुने बिरुवाको चिल्लोपात भनेर थाहा छ। बालेन सामन्ती प्रवृत्ति देखायो भनेपछि हर्क साम्पाङले त्यसै पनि जित्ने भयो। अर्को कुरा तपाईँले के देख्छ भने विदेशी दलाल हो कि होइन भनेर। विदेशी दलाल के छ देखिन्छ भने एमसिसीको बालेनले विरोध गरेर कहिले सुन्नु भएको छ? तर हर्क साम्पाङले त भारतले पनि विरोध गरेर सुन्नु भएको छ, एमसिसी पनि विरोध गरेर सुन्नुभएको छ, बिहारका पनि विरोध गरेर सुन्नुभएको छ। भनेपछि के छ, चीन, भारत र चीन अमेरिका तिनटैको विरोध गर्ने हिम्मतिलो छोरो, नेपाल आमाको छोरो हर्क साम्पाङ। बालेनले एमसिसीको विरोध गर्दैनन्। अझ के भने युथ, अमेरिकन युथ के भनेर युथ काउन्सिलको सदस्य नै रहेछन्, अध्यक्ष। 2011 को उनी नै अध्यक्ष रहेछन्। त्यही त अमेरिकन युथ काउन्सिलको होइन, युथ काउन्सिल भने त्यो त्यसैको भोट जितेर उसले गरेका रहेछन्। भनेपछि यसले किन अमेरिकनहरूको साथ उनलाई रहेछ भनेपछि अमेरिकाले बुई चढाएर ल्याएको रहेछ। त्यसो भइसकेपछि शङ्कास्पद मान्छे चाहिँ भयो होइन। त्यसो भए हामीलाई के भने न अमेरिकाको राइट ह्यान्ड चाहियो न भारतको राइट ह्यान्ड चाहियो, हाम्रो नेपाल आमाको सच्चा सबुत चाहियो भन्छ नि त हामी त होइन। त्यस मामला पनि हर्क साम्पाङ अहिलेसम्म विवादित नभएको व्यक्ति भए। अब तपाईँले अर्को कुरा चाहिँ म तपाईँलाई के भन्छु भनेदेखि हेर्नुहोस् है, घुस नखाने त हर्क साम्पाङ र बालेन उत्तिकै बराबर हुनु, फेरि यसमा हामीले गर्नु हुँदैन, दुइटैले खाँदैनन् भन्ने कुरा मलाई विश्वास छ। तर अर्को कुरा तपाईँ बताउनुहोस् त, तपाईँले के विचार गर्नु पर्यो भनेदेखि जलाउने सिंहदरबार कसले जलायो? सर्वोच्च कसले जलायो? जलाउनेहरू एक भयो भन्ने म्यासेज आयो अहिले। जेएनजी आन्दोलनको अपनत्व गर्ने भन्ने पनि भइसक्यो, त्यो जलाएको पनि अपनत्व लिइसक्यो उनीहरूले। हामीले जलाएको भन्ने भयो नि त, लिखितमा त्यही छ। त्यसो भइसकेपछि तर जलाउनु हुँदैन थियो भन्ने को हो त भन्दाखेरि हर्क साम्पाङ होइन। त्यो भएपछि यहाँनिर किन त्यसमा नि फरक देखिन्छ। बालेन शाहले सिंहदरबार जलाएको जिम्मा लिए नि त। बालेन शाहले होइन, दुइटैले भएर लिए हेर्नु त्यहाँ बुझा छ कि छैन? बालेन र रवि 7 बुधेमा जेएनजीहरूको आन्दोलनको अपनत्व ग्रहण गर्छु भनेको उनीहरूले। जेएनजी आन्दोलन त 23-24 गते, अनि 24 गते जलेको त अपनत्व ग्रहण गर्नु परेन। अब त्यसो भएपछि उनीहरूले गरे। अब मुद्दा लाग्यो भने त